काँक्रोहरू चाहिँ यस्तो गर्दै लम्मै सिन सक्छ त्यो बङ्गालीले अहिले निक्लिँदैन तलै फाल्दैन मुनि नै राख्यो मुनि नै सबै जिन्दीलाई बेलामा चाहिँ सजिलो बोलाउनु कि एकचोटि भाइ केटाको सबै यस्तो अहिले चाहिँ हल्का यहाँको क्लियर भएन यो भित्ताहरू पुरै माथिको भत्काउनु पर्छ अनि सबभन्दा टाढो चाहिँ यता यतापट्टिको चाहिँ अलिक गाह्रै हुन्छ कि हजुर के हो ए धन्यवाद खाऊ पहिला यो चाहिँ हाम्रो थाइल्यान्डबाट लिएर आएको माल है कमब्याक मुभीमा यस्तो भन्छ नि होइन यो पावर दिने कुराहरू जडीबुट्टी हिमालतिरबाट लिएर आएको होइन यो खाएपछि चाहिँ रोबोटको ब्याट्री सकिन्छ बरु मान्छे चाहिँ कन्टिन्यू आयो अब मेन भनेको बल्ल यो कताले अर्को मोड माग्यो खोलिँदैन माथि तल सबै ब्यालेन्स मिलाएर मात्र के भएको छ सचिन नेल मारिदिनु मलाई नेल मारिदिनु तिमीलाई चाहिँ एउटा गाह्रो हुन्छ ल त्यो प्लाइलाई पक्रै यो यस्तो यस्तो बोलेको साह्रै गाह्रो हुन्छ अनि त्यहीमाथि फेरि काँटीहरू पनि जोगाउनु पऱ्यो भिडियोमा त सानो देख्दैछ लम्बै गरेर ए दाइ मैले बिर्सेको यार यहाँ नटेक्नु अब यहाँ सबै भत्किसक्यो अघि त्यहीँ उभिरहेको थियो अहिले होइन अब लगभग सब रितिसके ल ल टेक्ने ठाउँहरू एकचोटि तपाईँहरूलाई देखाइहाल्छु ल यो काठहरूको माथि काठ राखेको अलिकति तलमाथि भनेपछि चाहिँ तल पो छ गाइस अब चाहिँ म माथि जानुपर्छ है किनभने यो माथिको देख्न सक्नुहुन्छ होइन
यो माथिको भत्काउँदा सबै मेरो माथि झर्न सक्छ त्यो भएर दाइ यहाँ आउनु न यो मोबाइल लिनु न गाह्रो भयो यसलाई के को गाह्रो ल एकछिन गरिदिनु न यहाँ मैले पनि टेक्नु हुँदैन होइन प्लाइलाई टेक्यो भने म गयो होइन अब यसलाई यस्तो गर्नुपर्छ होइन अनि यही प्लाइलाई हान्नु है फेरि तल जानुहोस् म चाहिँ भत्काउन बाँकी नै छु झमेलाको काम हो यो चाहिँ कहाँ आउने भन्ने अड्के नि यहाँ कम्ता आउँछ पछाडि ढाँस्यो भने फेरि काँचीमा रम्मै गर्छु गाइस यो चाहिँ एयरपोर्ट हो होइन बन्द गरेको सुरुमा स्टार्टिङ त गर्ने थियो हेलो गाइस वेलकम ब्याक टु माई च्यानल होइन आज चाहिँ हामी यो टावर माथि जाँदैछ होइन यो टावर चाहिँ अहिले टर्मिनल 3 को नयाँ टावर हो पुरानो टावर उता छ अझै साथीहरू छ दाजुहरू हो उहाँहरू सबै ठुल्ठुलोहरू अनि यो चाहिँ हिजोको भ्लगमा चाहिँ ब्याट्री सकिसकेको थियो होइन त्यही भएर कम्प्लिट गर्न पाएन नि आज चाहिँ त्यो टावर माथि गएर भत्काउनु पर्ने छ अलि भित्र गएर पनि देखाउँछु ल गाइस हामी चाहिँ टावरको तल आइपुग्यो है गाइस अब टावर माथि गएर भत्काउने हो अनि यहाँ जानुभन्दा अगाडि चाहिँ पुरा जुत्ता सुत्ता पनि धुनुपर्छ है यो पुरै चलिसकेको टावर हो नि त 4 मैला हुन्छ भने जुत्ता सुत्ता धुएर जानुपर्ने हुन्छ यो माथि स्काफोल्डिङ बनाएको थियो हामीले जमानामा पहिला अब त्यो आज भत्काउने रे त्यस कारणले गर्दा आज हामी भत्काउन आइरहेको छ 4 जना गाइजहरू गाइज यहाँ छिर्नुभन्दा अगाडि यहाँ टक्क धारा हुन्छ होइन टक्क धुने हो सबैले आफ्नो गम्पुट यता गम्पुटै नरहेछ त यार मेरो चाहिँ छ है गाइज धुनै पर्छ है यो टावर आइसक्यो ल गाइस टावरभित्र चाहिँ यस्तो छ अस्ति हामीले बनाएको सामानहरू हो यता केटाले सामान भर्याङबाट अस्ति बनाइराखेको सामान उब्रेको सामानहरू झारेको थिएन यहाँ बनाउँदै हो यो चाहिँ टावर है कन्ट्रोल टावरकै भित्रको यहाँ चाहिँ म छु अहिले सिसी क्यामेरा हुँदैन तर भ्लगहरू गरेर पाउँदैन होला मान्छेबाट झारेको सामानहरू हो यो चाहिँ हामीले होइन यता 2 जना छ यता सिपु छ बाहिरको सामान सक्यो के गर्ने हो त्यो माथिको भत्काउने हो कि तिमीहरू थाक्यो गाइस यो चाहिँ भित्र होइन यो टावर कन्ट्रोल टावरभित्र सानो सानो बनाउँदै थियो होइन पुरा लिफ्ट चलिरहेको छ फेरि यहाँ यो चाहिँ लिफ्टको हो
60वटा गाई झार्दै फेरि बिस्तारै हिँड्नु यहाँ चाहिँ यो टेम्पोरेरी पास छिर्नु पाउँदैन एकदम हेभी एरियाहरू कन्ट्रोल टावर होइन चाहिँ काम गरेर मात्रै छिर्न पाएको माथिबाट यति धेरै सामान झारेछ है माथिको टावरबाट झारेको अस्ति नै बनाएको भाखान जान ढिलो भइसक्यो ग्यास अहिले चाहिँ खाना खाने समय भइसक्यो पानी चाहिँ टक्कै लिएर जाँदैछु झोलाहरू यहाँ राखेर गाइस यो पानीको मूल्य चाहिँ नेपाली कति 180 190 रुपियाँ यो पानीको चाहिँ प्याना किनेर लिएको 10.50 सेन्टमा के केटाहरू त क्यामेरा देखाउने बित्तिकै उता फर्किन्छ त ल गाइस अहिले चाहिँ म घर आइसकेको छु घर आएर नि हल्का फ्रेस भएर मुख सुख धोएर अनि खाना पनि खाइसकेको होइन ल मेरो भिडियो यहाँसम्म अन्तिमसम्म हेरिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद अनि प्लिज जानुभन्दा अगाडि मेरो च्यानललाई सब्सक्राइब गरेर अलिक धेरै सब्सक्राइबर पुऱ्याउन मलाई हेल्प गर्नु होला तपाईँको हेल्प नै मलाई ऊर्जा दिनेछ अर्को यस्तै भिडियो बनाउनलाई ल गाइज पिस आउट